फसाद पर्यो। भियतनामको साथी बिरामी भयो रे। समस्यामा परियो, अस्पतालमा लिएर गयो कि? अहिलेसम्म लगेको छैन जस्तो छ। तर अस्पतालको मान्छेले विदेशी भाषा बुझ्छ होला त? त्यो त भाषा नबुझ्ने अस्पताल पनि होला नि है। डाक्टर पनि नर्स पनि सङ्कटमा पर्छ होला है। त्यसो भए के गरौँ त? गो भाषा अनुवाद एप प्रयोग गरेर पेट दुख्छ लेखेर देखाउने कि? त्यो तरिका पनि राम्रो त हो, तर त्यो भन्दा पनि अझ राम्रो तरिका छ नि। हो र? कहाँ? कन्भिनियन्स स्टोरमा जाने? होइन, कन्भिनियन्स स्टोर पनि उपयोगी त छ, तर यो बेला त्यहाँ होइन। फुकुओकामा फुकुओका अन्तर्राष्ट्रिय चिकित्सा उपचार सपोर्ट सेन्टर भन्ने उपयोगी सेवा छ नि। आहा, कस्तो राम्रो नाम है। यहाँको विदेशी भाषामा सेवा दिने कल सेन्टरमा फोन गरेमा डाक्टरसँगको कुराकानी फोनबाट भाषा अनुवाद गरिदिन्छ। फोन शुल्क त लाग्छ, तर अग्रिम रूपमा दर्ता नगरिकन पनि 2400 घण्टा 265 दिन सदुपयोग गर्न सकिन्छ नि। अति उत्तम। अस्पतालको चिन्ता खत्तम भयो। सबैभन्दा पहिला त्यहाँ फोन गरेर हेर्दा राम्रो हुन्छ। फुकुओका इज ओपनको होम पेजमा विस्तृत जानकारी छ। फुकुओका त असाध्यै सुविधा सम्पन्न ठाउँ है। म पनि भोग लागेको बेला परामर्श गरेर हेर्नु पर्ला। हुँदैन, यो त चिकित्सासँग पटक्कै सम्बन्ध छैन नि, होइन? अरे रे, सबैभन्दा पहिला साथीलाई सुनाउँछु। साथी पनि अवश्य खुसी हुन्छ होला।